आज भने हाम्रो चाहिँ क्यान्डी डे आउट भएको छ। कति वर्षपछि खुमसरसँग निस्केको यसरी मन्दिर भयो होला, जुगै भइसक्यो। योपालि चाहिँ रित मम्मी नभएको भएर हामी अहिले चाहिँ हाम्रो स्वयम्भू आएको छौँ हामी दर्शनको लागि। त खाली के खाली भन्नु भिडै छ मान्छेहरूको। जिवा गर्छ नि, जिवा गर न हातले खै जिउ गरेर खायो भगवान्जीलाई। बाउछोरो फर्स्ट टाइम मलाई यसरी हिँडेको फर्स्ट टाइम जस्तो लाग्छ। आऊ सही छ नि। भिडभाड भनेको त आउनु छ कि माथि के सानो जल्ल नछरी नै खाएको हुन्छ। अहिले नुन खाएको छैन, पूजा गर्नुपर्छ अझै, त्यही भएर यहाँ बाउछोरो बसी नरिवल पानी खानलाई। के खान लाग्यो बाबा तिमी? नरिवल पानी। ऊ खाऊ नरिवल पानी खाऊ। ल यहाँबाट कस्तो मजाले सबै काठमाडौँको भ्यू देखिन्छ। बिहान त हिमाल कस्तो मजाले देखेको थियो। ल आज चाहिँ ऋतु मामा छैन मसँग, ऋतु मामीले ल्याउने हो सधैँ यहाँ दर्शन गर्नलाई। वर्षमा एकचोटि चाहिँ आइन्थ्यो दिदीबहिनी, उनीहरू थाइल्यान्ड घुम्दैछ गाइस। आज हामी चाहिँ आएको छौँ 3 जना मन्दिर। ऋतु मामी नभएको भएर मौका पायो खुमसरले हामीलाई। ल हैन मन्दिर आइपुग्यौँ। मन्दिरमा छौँ। बसिरहेको छ नै मन्दिरमा दर्शन गर्नको लागि। लाइन छ यता थुप्रै, त्यही भएको भएर शोभा भगवती माकोमा आएको छौँ। शोभा भगवतीमा जाने बाटो पुरै झोला बोकेर पनि लाग्यो। अहिले चाहिँ हामी यता शोभा भगवती आएको छौँ। कालु पूजा गर्दैछ। कालुको बाबा चाहिँ यता काठमाडौँको देवी देवता भनेर भित्र आउनु खोजेन, काठमाडौँ हुन्छ भने चाहिँ आउनु खोजेन। सबैजनाले मेरो नजरबाटै हो। ल राख्छु, त्यहाँ राख्छु। लगको थ्रु नै दर्शन गर्थ्यो है सबैजनाले। त्यहाँ नवदुर्गामा आएको छ त्यता चाहिँ। यहाँ जीवा गर्छ त भगवान् स्कन्द माता, महाकाली माता, महागौरी माता, कालरात्री माता, कात्यायनी माता, सबै भगवान्जीलाई जी गर्छ सानो। स्कन्द माता, कुष्माण्डा माता, चन्द्रघण्टा माता, ब्रह्मचारिणी माता, ल शैलपुत्री माता, भगवान्। ल आमा दर्शन गर्नु है आमा। यहीँ नातिले गर्दैछ तपाईँको। जय माता। ल
ल गाइज अब चाहिँ हामी इन्द्रायणी माताकोमा आएको छौँ दर्शन गर्नका लागि। यहाँ त खेल्ने मात्र हो कि क्या हो? मन्दिर त कताबाट छिर्दो रहेछ थाहै भएन त। खै बाबु चाहिँ कता बस्यो पर। ल गाइज हामी त बाई मिस्टेक उता साइडमा गएछौँ। मन्दिर चाहिँ यतापट्टि छ है गाइज। पुग्यो छोरो थाकेर हत्तु भइसक्यो। बिहानदेखि ऊ पनि हामी सँगसँगै भोक भोकै हिँडिरहेको छु। मेरो कान्छो पनि भगवान्जीको पूजा गर्नलाई। के अरे फेरि भन त? रितु मामा र जीजू थाइल्यान्ड र विदेश गइसकेछ। अब 3 देश मात्र बाँकी छ रितु मामाहरू आउनलाई। तिमीले रितु मामाहरूलाई मिस गरिरह हो? मम्मीले पनि एकदम धेरै मिस गरेछ। तर आज चाहिँ रितु मामीहरू नभएको भएर हामी कोसँग आउन पायो मन्दिर। र त्यसको लागि भगवान्लाई पनि धन्यवाद भन्नुपर्छ। बल्ल बल्ल जुराउँछन् खुम्सरलाई हिँड्नलाई। बिहा भएको कति वर्षपछि बल्ल हिँड्ने होला हामी। यहाँ पनि आएनन्। काठमाडौँ हुने ठाउँमा चाहिँ खुम्सर आउँदैनन्। आहा के राम्रो देखाएर न। ल अब चाहिँ भद्रकाली मन्दिर आइपुग्यौँ। कस्तो आहा कति भन्छ आनन्द आउँछ यस्तो देख्दाखेरि। बाउ छोरा अगाडि लाग्दैछन्। भद्रकाली मन्दिर लाइन त टन्नै छ। लाइन त बसिँदैन होला आज त। बाहिरबाट दर्शन गरिन्छ जस्तो छ है। कस्तो पोलेको छ हेर। यस्तो डेन्जर लाइन छ। ल पूजा सकिएर यहाँ बुढा छ्या हुन्छ। अब चाहिँ लन्चको लागि लन्च गर्नलाई आइपुग्यो। पूजा सकियो। अब घर गएर खाना पकाइँदैन अनि आइपुग्यो। हामीलाई त खिचिया मन पर्दैन अनि छ्या हुन्छ। बोल्ने चलन छैन। बस्यो हामी सुरु गराउनु मोबाइल। हामी त 4वटा मन्दिर गइसक्यो अनि हामी थाक्यो। ल गाइस देवीहरूको पूजा सकाइवरी आफ्नो पनि पेट पूजा सकाएर हामी फर्किँदैछौँ। यदि यो सेयरिङ मन परेमा लाइक र सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क्स फर वाचिङ। बाई बाई।